विलेशय भूषण भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् पूर्वयागव्य सुमङ्गल विग्रहयालिङ्गित वामाङ्ग विभो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् दूरीकुरु मामज्ञमनाथं दूरीकुरु मे दुरितं भो साम्ब सदा शिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय शिवाय नमः शिवाय नमः शिवाय नमः नमः शिवाय। उच्च मनोबलका साथ आफूलाई परेका आएका कुराहरू सामना गर्नु होला। हरेक मानिसहरुमा षड्यन्त्र हुन्छन्। आध्यात्मिकमा नरेन्द्र धर्म विरोधी हो पनि भन्न सक्लान्, क्रिस्चियनिटी हो पनि भन्न सक्लान्, तर यो वडाको अभिभावक यसको धर्मशालाको चाहिने जटाश्वरको आशीर्वाद, सम्पूर्ण मुडमन्त्रीको आशीर्वाद तपाईलाई छ र धर्मको अनुयायी तपाई हुनुहुन्छ। तपाईको साथमा सारा भक्तजन नभई वडा नम्बर 26 पोखरा महानगरपालिका सिङ्गो 33 वडाको तपाई आज नेता हुनुभएको छ। तपाईलाई बधाई छ। यसको मनोबल लिएर बढ्नु होला। कसैले केही नाप्न सक्दैन। तपाईको साथी किनाराका हामी पनि छौं। आफ्नो कर्मचारीहरुको आफ्नो जनताहरुको मान मर्यादा भएको ठाउँमा जनप्रतिनिधिले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा कसैले विचार शब्द अन्यथा बोलेर दोष लगाउँदामा कोही पनि दोषी हुँदैन। र अगाडि साथीहरूले भन्नु हामी आफ्नो आध्यात्मिक आस्थाबाट हामी विचलित छैनौँ। हामीले ठुलो अभियान यहाँ पनि सुरु गरेका छौँ। हामीले यहाँभित्र के गन्ध पाएका छौँ भने धर्मको आडमा अप्रत्यक्ष रूपमा राजनीति प्रवेश गरेको छ कि मेरो आफ्नो ठमाइ छ त्यस्तो। धर्मको आडमा कुनै राजनीतिको प्रवेश गरेका छ कि छात्रौँ भेषमा। यहाँ पहिलो स्मृतिको कुरा गर्दाखेरि यहाँ माई हजुर हुनुहुन्थ्यो। हाम्रो रमर्स दाईका हजुरबा नै योगी भेषमा यहाँ बस्नुहुन्थ्यो। यी सम्झनाहरू छन् र त्यसपछि यसको श्रीवृद्धि हुँदै गइरहेको छ। अहिले त मास्टर प्लान बनेर यति राम्रो काम हुन थालिरहेको छ। साथैमा स्कुलका समस्याबारे पनि अलिकति कुरा गऱ्यौँ हामीले र मूलत हाम्रो मेरो मित्र रवि बरालजीले र हरिदाईले आफ्ना धारणाहरू राख्नुभयो। मैले पनि त्यसमा अलिकति समस्याहरू गरेँ। वडा नम्बर 13 मा प्रभुधाम बन्दैछ। वडा नम्बर 12 का धार्मिक स्थलहरूमा त्यति मात्रै होइन, हरेक बोर्डिङ स्कुलमा संस्कृत शिक्षा चाहिन्छ भनेर वडा नम्बर 30 को वडा अध्यक्षज्यूले त अब तयारी गरौँ भनेर धार्मिक पार्क बनाउनु भएको छ। 26 को कुरा त भनिसक्नु भयो कि नै। 3 मा 5 मा यत्रो जटाशङ्करको विकास, चण्डी मन्दिरको विकास, तालबराईको विकास छँदैछ। 28 मा पनि त्यही हिसाबले चाहिँ कालिका मन्दिरको अहिले अनवरत रूपबाट हताईहरू खट्नु भएको छ। अनि अधर्म चाहिँ कहाँनिर गरे भनेको कहाँनिर चाहिँ धर्मको नाममा हरेक ठाउँमा धार्मिक पार्कहरू बनेका छन्। वडा नम्बर 9 बाट चाहिँ हाम्रो संस्कृति युवा मञ्चलाई भनेर वडा अध्यक्षज्यूले चाहिँ त्यत्रो भवन बनाउनु भएको छ। यज्ञ गर्ने नाम सही छ है, नाममा गलत छैन। श्रीमद् भागवत ज्ञान महायज्ञ, कोटी होम, विभिन्न यज्ञहरू यज्ञादिहरू लाउनु होइन गर्नु हाम्रो शास्त्रले भनेको छ। योगी नारायणनाथले कस्तो यज्ञ गर्नु थाहा छ तपाईँलाई? पूर्व पश्चिम त्यो बेलामा हिँडेर अनेक ठाउँमा पनि गर्नुभएको थियो। धर्म संस्कार संस्कृति जोगाउने मान्छे र सम्वर्धन गर्ने मान्छे कहिल्यै पनि ठुला ठुला महलमा, होटेलमा, पार्टी प्यालेसमा बसेर चाहिँ धार्मिक गतिविधि हुँदैन। छैनन् न हाम्रा मठ मन्दिरहरू छैनन् र? छन् नि त, मठ मन्दिर छन्, विभिन्न संस्था छन्। वडा अध्यक्षले भनिसक्नु भएको छ यहीँ पनि गर्न सकियो। अन्य अरू ठाउँहरू पनि छन्। पोखरामा कतिपय ठाउँहरू छन्। योगी नारायणनाथले कोटी यज्ञ लगाउनु भएको। हामीले त कोटी यज्ञलाई त्यति सस्तो भनियो, त्यति सानो चिज मानियो। त्यसबाट यी यज्ञ यज्ञादि भनेका धेरै ठुला कुरा हुन्। उहाँहरू पुरा लड्ने तरिकाबाट नै विभिन्न हात हतियार, रडहरू, ढुङ्गाहरू, खुकुरीहरू लगायत उहाँहरू चाहिँ विभिन्न किसिमका सामानहरू लिएर उपस्थित भएर जमकाभिड भयो। र हाम्रो महानगरका कर्मचारीहरूलाई, हाम्रा महानगरका नगर प्रहरीहरूलाई हात हालेर घाइते बनाएर रगतम्य बनाएर लखटिएको अवस्था, पिटिएको अवस्था थियो। त्यसै अवस्थामा हाम्रो वडाध्यक्षज्यूले आफ्नो परिवारको सदस्य
आफ्नो परिवारको सदस्य कुटिँदै गर्दा उसलाई चाहिँ चोट पुर्याउँदै गर्दा उहाँले सहन नसकेर उहाँले प्रतिकार मात्रै गरिदिनु भएको हो, संरक्षण गरिदिनु भएको हो, अन्यथा केही पनि होइन त्यसमा। यहाँहरूले ढुक्क भएर भन्नुहोस्, यो भिडियाबाजी विभिन्न पत्र पत्रिकाले लेखेका कल्पित समाचारहरूको पछि नलाइदिनुको लागि म यहाँहरूसित हार्दिक अनुरोध गर्दछु। हामीले यो शिवलिङ्ग जसै बनाउनु छ, हाम्रो कार्यकालभित्रै बनाउनु छ। अब पोखरा महानगरमा पनि बजेट धेरै छैन, रासो कमी उठिरहेको छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब बजेट सीमित आउँछ। अब हामीले हाम्रो यता व्यक्ति र के अरे बाटोघाटो भन्न अलिक अप्ठ्यारो हुने परिस्थिति आयो। किन भन्दा यो शिवलिङ्ग हामीले जसरी पनि बनाउनु नै छ, सबै कुरा एउटै व्यक्ति र गर्न पनि सम्भव छैन। हामीसित स्रोत साधन कम छ, हाम्रो इच्छा आकाङ्क्षा धेरै छ। त्यो कारणले गर्दा सबै कुरा मिलाएर गर्दा हामीले शिक्षा, धार्मिक कुरामा, पर्यटनको कुरामा, हामीले पूर्वाधार विकासको कुरामा, स्वास्थ्यको कुरामा सँगसँगै अगाडि बढाएर लानुपर्ने आजको आवश्यकता छ। त्यो कारणले गर्दा आगामी वर्ष यतातिर अलिकति पैसा कम पर्यो भने पनि त्यसलाई सानो मन नगरिकन सबैभन्दा ठुलो कुरा हाम्रो धर्म हो, जात हो। त्यस कारणले गर्दा हाम्रो धर्मको लागि चाहिँ हामीले शिवलिङ्ग बनाउन लागिरहेका छौँ। त्यो कारणले गर्दाखेरि बजेट कम आयो भन्ने कुरा पनि बुझिदिनु होला। इनकेस कदमको लागि त्योभन्दा नि सोच्यो भन्दा नि थोरै पैसा आयो भने हामी आफैले हामी यहाँको सरकार व्यक्तिहरू बसेर हामीले पनि हाम्रो वडामा मायाज्ञ किन गर्न सकिन्न र? एउटा मायाज्ञको एउटा अवधारण ल्याएर एउटा मायाज्ञ गरौँ, कति पैसा उठ्छ, पैसा दान दिने मान्छेहरू खोजौँ, के अरे त्यस्ता खालको के अरे व्यवसायीहरू खोजौँ, उद्योगपतिहरूलाई खोजौँ, ल्याउँ, वार्ता बसौँ, संवाद गरौँ, छलफल गरौँ, एउटा निचोड आउँछ। र त्यो गरेर भए पनि हाम्रो यो जटाशङ्कर धार्मिक पर्यटनलाई पोखरा महानगरभित्रको त नमुना बन्छ। यो नेपालभरि पनि छुट्टै खालको पोखरा महानगरपालिका आउँदै गर्दाखेरि वडा नम्बर 26 को यो जटाशङ्कर धार्मिक विकास ठाउँमा जटाशङ्कर शिवालयको यो शिवलिङ्ग हेर्न जानपर्छ भन्ने तरिकाले गर्न सकियो भने हाम्रो वडाको विकास पनि हेर्नेछन् र हाम्रो वडामा कम्तीमा पनि 2-3 दिन बस्ने तरिकाले हामीले एउटा त्यही खालको के अरे अगाडि बढाउन सकियो भने हाम्रो धार्मिक पर्यटन बढ्छ। भएको थियो यो 30 देखि 40 फिट जतिको यो शिवलिङ्ग बन्यो भने यो नेपालको सेकेन्ड अग्लो शिवलिङ्ग बन्दैछ। हामी धर्मको लागि यसरी लडिरहेका मान्छेलाई, अधर्मवादी धर्मलाई पैसामा बेच्ने मान्छेहरूले चाहिँ वडा नम्बर 26 को वडा चाहिँ उस्तै गरी होली वाइनतिर लायो, क्रिस्चियनतिर लायो, त्यता लाएर हाम्रो यो कार्य गर्नु नदिएको भन्ने भ्रम फैलिएको छ। म उहाँहरूको टिमलाई म के आह्वान गर्न चाहन्छु भने आउनुहोस्, छलफल गरौँ, संवाद गरौँ, कोटियम गर्नुपर्छ, कुन ठाउँमा गर्नुपर्छ। यदि तपाईँहरूलाई त्यहाँ उपयुक्त ठाउँ लाग्दैन भने हाम्रो यो जटाशङ्करमा पनि ठाउँ छ, यहाँ आएर गर्नुहुन्छ भने पनि हामी यसरी जटाशङ्कर धार्मिक विकास समितिसित, वडाका सरकार व्यक्तिसित छलफल गरेर यहाँ गर्न पनि वातावरण मिलाउन सकिन्छ। केही ठुलो कुरो होइन। अब हामीले पनि अहिले हामी आइसकेपछि अघिल्लोचोटि 50 लाख रुपियाँ बजेट विनियोजन गरेर यतिको अवस्था बनाइयो। अहिले पनि 50 लाख रुपियाँ बजेट विनियोजन भएको छ। यतिले मात्रै यो शिवलिङ्ग बनिएर यहाँको पूर्वाधारहरू तयार हुने अवस्था छैन। त्यसको लागि हामी आफ्नो ठाउँबाट के कसो गर्न सकिन्छ छलफल गरौँ। डिपिआर तयार भइसकेको छ। वसन्त मोहन बुवा हुनुहुन्छ, सागरजी हुनुहुन्छ।